हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल ब्लग। तपाईँहरूलाई सबैजनालाई स्वागत छ। अनि आज मेरो काम गरेर थाकेर आइसकेको छु होइन। आज म काम गर्दा थाकेर आइसकेको छु। अब म भने नास्ता गर्न आइसकेको छु। अब नास्ता खाने, त्यसपछि फेरि काम गर्नु जाने। र आज मैले नास्तामा चाहिँ के ल्याएको छु भन्दाखेरि चाहिँ यो भयो, मासु भयो, पोटेटो भयो। एउटा फ्रुट मैले अघि नै खाइसकेँ। त्यसपछि तपाईँहरूले देखाउनु पऱ्यो भन्दाखेरि म बिर्सेँ, त्यही भएर मैले देखाइनँ, सरी। अनि नेपाली चाउचाउ, अनि स्यान्डविच, अनि झोलामा पनि फ्रुट नै छ, मैले धेरै खाइसकेको छु। अनि यहाँ रहेको छ अरू केही रहेको छ। अहिले म खाना मलाई अहिले भने चाहिँ लगभग यति सबै खायो भने अगाउँछु पनि होला। त्यसपछि काम गरिसकेर मैले यो चाहिँ भरे नास्ता टाइम खाने गरिदिनु। यो चाहिँ मैले भरे नास्ता खान्छु भनेर राखेको छु ब्यागमा होइन। सबै एकैचोटि खानु पनि हुँदैन, पचाउँदै खानुपर्छ। सबै एकचोटि खायो भने सकिन्छ पनि। र आज मैले अब नास्ता गर्नु लागेँ साथीहरू। तपाईँहरू एकछिन बस्नुहोस्। मैले आज नास्ता पहिलोचोटि खाना विचार गरिरहेको छु। मैले पहिलोपटक आज नास्ता लिएर आएको, त्यो पनि यति धेरै कति खान्छु कति खाँदिनँ मलाई केही पनि थाहा छैन। अब म खाना स्टार्ट गर्छु साथीहरू, तपाईँहरू हेर्दै गर्नुहोस् त। नमस्कार। अब है मैले अघि खाइसकेको थिएँ, म अब यता राख्छु होइन। अब पोटेटो अघि स्टार्ट गरेको थिएँ। ल नमस्कार, खाना स्टार्ट गर्छु मैले। अनि यो रहेको छ चिकन। विदेशको चिकन मिठो हुनु रहेछ कि। विदेशको चिकन त नेपालको आलु बरु मिठो हुन्छ है। विदेशको चिकन त हेर्नुहोस् त, केही हुन्न, फस्याक। विदेशको चिकन जति पकाए पनि पाक्न खोज्दैन, अनि जति मरमसला हालेर पकाए पनि मिठो हुन्न। किन होला कि यस्तो? नेपालको त हड्डी पनि भन्छ, कसम यति मिठो हुन्छ। हड्डी पनि गालेर खानु भन्छ। यहाँको त हड्डी मासु त यस्तो छ, हड्डीको त कुरै नगरौँ। स्पेसली लिभर होइन, यो चाहिँ मलाई एकदम मनपर्छ। लास्ट हुन्छ। अब हेर्नु साथीहरू, नेपालमा हामीहरू साग गाईलाई गोरुलाई खुवाउँछौँ, सुँगुरलाई खुवाउँछौँ। विदेशमा हामीलाई सुँगुर बनाइदिइरहेको छ भने होइन, सेम साग अलिअलि काटे जस्तो गरेको छ। अनि गाजर अलिअलि मिसाएको छ। एउटा मकैको दाना कता एउटा देखिन्छ। मकैको दाना एउटा हेर्नुहोस्। यो मकै पनि विकसित ठाउँमा चाहिँ भएको होइन है। यो एकदम हामीले गरिन्छ नि, कस्तो ठाउँमा भन्दाखेरि यो अलिक मलिलो ठाउँ, अलिक सुक्खा ठाउँ, त्यस्तै के भन्छ नि हो, त्यस्तो ठाउँमा भएको। जस्तो मकै छ हाम्रोतिर त, मकैको दाना पनि कत्रो हुन्छ है। मकै कत्रो हुन्छ। यहाँ त देख्नुमा मात्रै मकै हो, खासमा मकै नै हो कि होइन थाहै छैन। यस्तै छ विदेशमा। त्यही पनि किनेर खानुपर्छ होइन। नेपालतिर चाहिँ यो सबै फाल्छ, यहाँ चाहिँ सदुपयोग गर्छ, पैसा कमाउँछ, पैसा। त्यही भएर नेपाल अहिले उँधो लागिरहेछ। त्यो पनि तोडफोड गरिदियो जेएनजीले। अब झन् कति उँधो लाग्यो थाहै छैन। अचम्मै लाग्छ हौ। आलु साथीहरू हेर्नुहोस् है, यहाँनिर एउटा खसीको मासु पनि मिसाएर चाहिँ चिकनसँग चाहिँ अब चाहिँ मजा आउने भयो है। खसीको मासुमा चाहिँ मजा आउँछ है। खसीको मासु हो के जस्तो हुन्छ क्या होइन। म
मसँग पानी पनि छैन रहेछ यार। म पानी हेर्छु है त। पानी छैन, मैले के खाने होला त? पानी छैन, म जुस खान्छु एउटा है त। ल साथीहरू, मैले जुस पनि अहिले के ल्याएँ? ओरेन्ज जुस, स्पेसली ओरेन्ज जुस खाइसकेको छु। यसको डेट पनि 24/10/25। साथीहरू 24/10/25 भनेको आज भनेको कति हो? आजको डेटमा यो एक्सपायर भइसक्यो कि छैन होला? तपाईँहरूले यो भिडियो कतिखेर हेर्दै हुनुहुन्छ? तपाईँले अहिले हेरेको टाइममा भन्नुहोस् कि 4/10/25 भन्नुको मतलब 2025 10 महिना 24 तारिक यसको डेट खलास सकिन्छ। तपाईँले यो भिडियो कति डेटमा हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोस् है त। मासु पनि एक मिठै हुन्न भने मासुभन्दा त बरु आलु मिठो हुन्छ। यहाँको आलु पकाउनु जाने भने आलु, मासुमा टेस्ट बिल्कुल बन्दै छैन। अनि सन्डविचमा चाहिँ के छ भन्दाखेरि चिज अलिअलि हुन्छ। एउटा त यो पाउरोटी भयो, अनि यो भयो, केही पनि छैन यसमा। के हालेको छ र? बस त्यही सागलाई नै ढुट्याएर हालेको छ अलिअलि होइन, अनि पनिर अलिअलि टुट्याएको छ, अनि चिज हालेको छ। बस यतिलाई नेपालको 150 रुपियाँ पर्छ। 150 रुपियाँ। 150 रुपियाँको नास्ता यहाँ यति पनि हुन्न। पैसा त कति सकिया छ विदेशमा त। विदेश त भन्नु मात्रै विदेश हो, केही छैन। तर यो चाहिँ एकदमै गाउँको पिठोको रोटी हो है। गाउँको पिठो पनि एकदम च्याख्ला। जुन नेपालतिर हाम्रोतिर सुँगुरलाई दिने गर्छ, सुँगुरलाई दिने यहाँनिर बनाएर मान्छेलाई खुवाइरहेछ। हामीलाई यहाँ सुँगुर बनाइरहेछ, जनावर बनाइरहेछ। अघि नै भने मैले, यो पनि सुँगुरलाई नै दिने हो होइन। नि सब सुँगुरलाई नै दिने। यहाँ सदुपयोग गरिरहेछ मान्छेहरूले, त्यो पनि महँगो दाममा। यो मलाई मिठो त लाग्दैन, तर म किन खान्छु भन्दाखेरि चाहिँ गाउँको च्याख्ला खानुमा चाहिँ शरीरलाई अलिक फाइदा हुन्छ अरे, अलिक निरोगी हुन्छ अरे भनेर मैले डेली बिहान एउटा खाने गर्छु। यहाँ फेरि पानीभन्दा धेरै सस्तो जुस पर्छ। पानी किनेर खानै सकिँदैन, त्यही भएर जुसै मेरो ब्यागमा नछुट्ने भनेको जुस नै हुन्छ। जुस कहिले पनि छुटिँदैन, पानी बरु छुटिन्छ, जुस कहिले पनि छुटिँदैन। किनभने पानी धेरै महँगो छ, किनेर खान सक्दैन हो पानी पनि। मिठो त मिठो हुनेछ, मिठै छ। पैसा गएको लेखेर हो कि किन हो कि लास्टै मिठो लाग्छ भने भोक लागेर हो कि धेरै टेन्सन नभएर पो हो कि मान्छेलाई टेन्सन भएपछि रुच्दैन, अनि या त एक त नमिठो भएपछि रुच्दैन होइन। अब मलाई अहिले केही पनि छैन, त्यही भएर अब भोक मात्रै लागिरहेछ, त्यही भएर रुचि आउनु पनि सक्छ है।
यो चाहिँ अहिले नखाने, भरे खाने, अहिले नखाने यसको काम छैन। आज मैले लगभग यति पनि खाइसक्छु, सक्दैन थाहा छैन। अब यो पनि खाइसकेँ, यो पनि खाइसकेँ। अब यसको पालो छ, यति खान्छु। यही टाइम पनि अब यो पोटेटो म खान्न होला सायद, मिठै छैन, पैसा मात्रै खेर भयो। बन्दै मासु चाहिँ नमिठो भए पनि कसैले छोड्दैन, बरु कुकुरले हड्डी छोड्छ होला, कसैले मासु छोड्दैन होइन। मासु चाहिँ खाइसक्छु, अनि यो पनि खाइसक्छु है। साथीहरूले भिडियोमा देख्दाखेरि कहिले खान्छ भनेर बसिरहनु भयो होला। म अहिले यसलाई फोडिदिइहाल्छु त। यसलाई यहाँबाट कसरी निकाल्नु, यसरी निकाल्ने केही हुन्न है। यसलाई न छोप्छ न के गर्छ, न एउटा माथिबाट घुवा पनि हुन्छ, बस बाहिरबाट प्लास्टिक ठ्याक्क टालिदियो, सक्यो। छिटो मिठो पनि सस्तो पनि हो क्या। अब नेपालतिर भने यसरी एउटा गरेर स्ट्रबेरी पुरा बनाएर दिन्छ। यहाँ भने त्यही एउटालाई दुईटा बनाएर दिन्छ। सिस्टम माइन्ड टेक्नोलोजी भन्छ है। धेरै देखाउनुलाई एउटैलाई टुक्र्याएर धेरै बनाएर दिन्छ क्या। यो स्ट्रबेरी पनि सुँघ्दाखेरि र हेर्दाखेरि मात्रै मिठो छ जस्तो गुलियो गनाउने के, खाएपछि केही न केही पानी मात्रै हो। सेम चाइना, बाहिरबाट हेर्दा राम्रो होइन, किनिसकेपछि युज गरिसकेपछि काम छैन। सेम स्ट्रबेरी। अनि मैले एउटा कुरा भन्न चाहन्थेँ, यो तरबुज लास्टै मिठो हुन्छ क्या। मलाई एकदम मनपर्ने यति त मैले त यो, अनि यो त मैले कहिले पनि छुटाउँदिनँ। यो चाहिँ कहिले पनि छुटाउँदिनँ मैले है। मेरो नास्ता नै यही नै हो। फलफुल खानुपर्छ कि भन्छ होइन। के गर्नु साथीहरू, खानै पर्यो। पैसा परेको चिज सबै खाने हो, दाना साना सब फेरि यहाँ भए पो फाल्ने होइन। यो चाहिँ मेरो हुन्छ फेरि। एक नम्बर छ यो। तपाईँहरू पनि कहिलेकाहीँ यसरी फलफुलहरू खाएर भिडियो बनाउनुहोस् होइन, कसैलाई देखाइदिनुहोस्, उनीहरूले पनि सिकुन् हो क्या न। स्ट्रबेरी
मिठो कुरा त यहाँ रहँदैन हो जहीँ पनि मिठो कुरा रहँदैन बस मुखले भन्छ छैन मिठो तर यहाँ रहँदैन हो किन वास्तविक कुरा हेर्नुहोस् त्यसको दाना होइन दानामा पनि एकदम प्रोटिन हुन्छ नि त यसमा त त्यही भएर मैले दाना पनि खान्छु सबै होइन यदि मलाई चाहिँ त्यस्तो लाग्छ होइन अब तपाईँहरूलाई कस्तो लाग्छ यदि यसको दानामा पनि केही खानुहुन्न भनेर मलाई कमेन्ट गर्नुहोस् होइन खानुहुन्छ भने खानुहुन्छ भन्नुहोस् है त मैले आजैबाट खाना छोडिदिन्छु नत्र आजसम्म चाहिँ मैले यसमा पनि धेरै डाइट छ होला भनेर मैले आजसम्म चाहिँ खाइरहेको छु यदि तपाईँहरूलाई थाहा छ यसको बारेमा होइन यो खानुहुन्न भन्नुहुन्छ भनेदेखि चाहिँ भन्नुहोस् कमेन्ट गर्नुहोस् म आजैबाट छोडिदिन्छु है त अहिलेसम्म भने चाहिँ मैले खाइरहेको छु किनभने सबै पैसा परिरहेको छ भनेर मैले सब खाइरहेको छु अब तपाईँहरूले भन्नुभयो भने म खान्न है अब यही एउटा लास्ट छ यसलाई दुईचोटि खान्छु मैले है यता फुडले गर्दाखेरि मासु बिर्सेछ मासु पनि खानै पर्यो पैसा परेको चिज हो छिटो मासु खाएर मोटाउनु पर्यो भन्छु कहिले जिउ लाग्दैन भने साँच्चै तपाईँहरूलाई मेरो जिउ कस्तो लाग्छ ज्यान मोटा छैन कहिले मोटाउँदैन भने खोइ टेन्सन पनि छैन काम पनि छैन बस बस्यो खायो कहिलेकाहीँ यसो फल्नाले बोलाउँछ एकछिन गएर काम गरिदिने मात्रै हो त्यही पनि मोटाउँदैन भने यो नमोटाउने शरीर कहिले पनि मोटाउँदैन जस्तो लाग्यो अब मैले यसलाई पनि खान्छु है साथीहरू आज धेरै मजा आयो साथीहरू खानामा अब आजलाई मैले खाइसकेँ होइन अब नास्ता अब बासी अब चिकन रह्यो पोस्ट रह्यो अनि मेरो नेपाल चाउचाउ रह्यो तपाईँहरूलाई देखाउँछु है त मैले ल आज मैले अब खाइसकेको छु होइन खाइसकेको छु भन्दा पनि अब यो एउटा रह्यो चिकन यति रह्यो म अब यो अलिक खाइसक्दिनँ जस्तो लाग्यो अनि यो पोटेटो पनि रह्यो यति रह्यो यो चाहिँ मैले अहिले भर्खरै खाइदिइहाल्छु हेर्नुहोस् मजै बेग्लै छ साँच्चै भनेको होइन अब जुस पनि यो जुस सबै भुँडीमा रह्यो अब बाँकी रह्यो यो रह्यो पोटेटो रह्यो यो रह्यो र यो मेरो थोरै सलाद रह्यो त्यसपछि के रह्यो अब भरे म अहिले भनेको हाम्रो यहाँ टाइम भनेको कति भयो भने ठ्याक्कै 10 बजेको छ 10 बजेको मेरो फर्स्ट ब्रेक टाइम भने सकियो होइन अब मैले लन्चमा चाहिँ के गर्छु भनेर चाहिँ लन्च टाइममा देखाउँछु है त मैले अर्को ब्लगमा तपाईँहरू अर्को ब्लग हेर्नुहोस् होला है त र यहाँसम्म हेर्नुभयो भने सम्पूर्णजनालाई धेरै 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 धन्यवाद तपाईँहरू पनि यसरी नै भिडियोहरू बनाउनुहोस् होइन मैले ट्राई गरिरहेको छु तपाईँहरू पनि यसरी नै बनाओस् होइन र
र मैले जसरी बनाएको छु तपाईँहरू पनि यसरी नै बनाउनु होला। सो थ्याङ्क्स फर वाचिङ। सबैजनालाई धन्यवाद। नेक्स्ट भिडियो तपाईँहरूले हेर्नु होला। मेरो अब ब्रेक टाइमको भिडियो आउँछ है त। यो भनेको यो लन्चको, यो भनेको ब्रेकको भयो। अब मैले लन्चको भिडियो बनाउँछु है गाइस।